ठाउँ चाहिँ रमाइलो छ है फेरि ठाउँ चाहिँ रमाइलो छ हामी फेरि आउनेछौँ यो चाहिँ हाम्रो जिमको बाटो फर्स्ट वाला हेलो एन्ड नमस्ते एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला है सो आज चाहिँ 2082 वैशाख 13 आज चाहिँ हाम्रो जिमबाट चाहिँ भुन्डोल राइड एन्ड हाइक इभेन्ट छ हामी चाहिँ त्यसको लागि आज आएको छौँ बिहानदेखि होइन त रोलिङ एक्सन क्यामेरा Welcome to our vlog. It is vlog. What's up? Welcome to my vlog. अब यता एउटा सानो ब्रिफिङ हुन्छ ब्रिफिङ भएर हामीहरू यता बाइकलाई नै हालेर चाहिँ यहाँबाट गइहाल्छौँ कोही त सबैजना आयो भने यसो ब्रिफिङ गरिदिउँ भने सिटी बजाउँ न सिटी हरायो के आज ल्याउनु पर्छ म बजाइदिउँ साँच्ची हो बजाइदिउँ ल सबैजना शैलेन्द्रलाई कल गरौँ आज चाहिँ भुन्डोलमा राइड हुन लाग्छ सबैले थाहा छँदैछ होइन आजको चाहिँ म रुट भनिहाल्छु हामी चाहिँ यहाँबाट बल्को जाँदैनौँ है यहाँबाट हामी ज्याउलेखेल एकान्त कुना नक्रु अनि मेडिसिटी हुँदै चौबार टच गरेर त्यहाँबाट चाहिँ जान्छौँ होइन अब भुन्डोल चाहिँ कसको फर्स्ट टाइम हो ल ठिक छ भुन्डोल चाहिँ रमाइलो ठाउँ छ है अनि अर्को भनेको चाहिँ अब एउटा राइडको चाहिँ म एउटा सिम्पल रुल भन्ने हुन्छ लिडर भनेको चाहिँ जहिले अगाडि होइन लिडरलाई चाहिँ ओभरटेक गर्न मिल्दैन है लिडरलाई चाहिँ ओभरटेक गर्न मिल्दैन अनि लास्टमा भनेको चाहिँ स्विपरलाई चाहिँ अगाडि चाहिँ पठाउनु भएन अब लिडर चाहिँ म अनि हाम्रो अब तिमी स्विपर अमन चाहिँ पिलेनमा स्विपर हुन्छ हाम्रो स्विपरमा चाहिँ इसोदाई होइन ल अब स्विपरमा चाहिँ इसोदाई हुन्छ इसोदाईले चाहिँ अगाडि चाहिँ पठाउनु भएन क्या अब इसोदाईले चाहिँ सबैले चाहिँ एकैचोटि लगेर हुन्छ म चाहिँ लिड गरेर हुन्छ है राइडको लागि लिड गरेर हुन्छ ब्रिफिङ चाहिँ भयो है ब्रिफिङ चाहिँ भयो अब चाहिँ हामी जान लाग्यो एउटा सबले है त सबले लिउँ चौचौ जुस पानी केरा सब यो अन द रोडको लागि अन द रोड भन्नाले त्यहाँ पुगेर एलिस ब्रोले भिडियो लिएको छ है ब्रिफिङवाला पछि चाहिने भयो छोला ग्याङ म्याचेस ल फोटोग्राफर चाहिँ को हो फोटोग्राफर यसो दाइ फोन फोटो ए हो तपाईँकोबाट हाल्नु एउटा हजुरकोबाट हाल्नु भएको नि अर्को ल सबैको टाउको आओस् है फेरि हो त मान्छेहरू अगाडि आउँ है ल फोटो होला यो लानुपर्छ पर्छ योलाई पनि स्कुटीमा राख्नु पर्यो ल गाइज अब अर्को चाहिँ कुरा के भन्नाले राइड चाहिँ त्यस्तो म्याक्सिमम 1 आवरको जति हुन्छ होला नि अनि हाइक चाहिँ त्यस्तै 30 मिनट्स टु 45 मिनट्ससम्म हुन्छ होला है माइन्ड मेकअपको लागि एकान्त कुनानी छ अनि अर्को भनेको तौदहको अलि तल त्यहाँ नि छ हुन्छ एकान्त कुनामा नि छ A few moments later. सो गाइस हामी चाहिँ अब जान लाग्यो ब्रिफिङहरू सबै गयो ब्रिफिङको चाहिँ भिडियो लिने बिर्सेँ कि मैले चाहिँ त्यो चाहिँ अझै छ ल गोल्डन जम जुगुलिउने सोच्नु हो निम दुका फर्स्ट चाहिँ दुक बाइक लाइन नि त्यही मखला अहिले सु खाली दो अनन चोन मालिका ल मेरो पछि आउँछ अब लाइन हालौँ लाइन तपाईँले चाहिँ नि अफ रोडमा चलाउनु गाह्रो छ भने पहिला नै भन्नु अनि यता मध्ये जो भने केटाले छ नि तपाईँको स्कुटर चलाएर माथि लगिदिन्छ हजुर त्यस्तै ठाउँमा भनेको है पहिला नै भन्नु अनि यता जो भने केटाहरूले यसरी स्कुटर माथि लगिहाल्छ बाइक स्कुटरहरू पुग्छ लेडिजहरू दुईजनालाई पुगेन एकजना त सरोज दाइकोमा बस्नु मिल्छ भने एउटा स्कुटर मिल्यो भने त पुग्यो नि होइन तपाईँको पछाडि को बस्छ दाइ म एकजना भाइ कन्फर्म भइसक्यो हो ऊ त्यहीँ बसिरहेको छ हमेस त मगाल्नु डाइना स्कुटर मगाएन त
जावलो खेल एकांत कुना दायु ठेचुको मोर्छ एकांत कुना छ तसा जोगा एकांत कुना छौ दु मला एकांत कुना यो पेट्रोल पम्प छ अले अन मोर्छ व 14 थाट्न छौ दुगा एते एकांत कुना रिङ ग पारे म कोले फ्युल रिफिल गर्नुपर्छ फ्युल रिफिल कोले गर्नुपर्छ यता सबले गर्छ हैन कोही छ पेट्रोल हाल्नुपर्ने कोही छ हैन छ भने चाहिँ उता एकान्त कुनामा पेट्रोल पम्प छ त्यहाँ हामी एकछिन रोक्छौँ अनि जसलाई हाल्नुपर्छ हालौँ है हजुर एकान्त कुनामा त्यो यातायातको साइडमा त्यहाँ एउटा छँदैछ एलिजबो पछाडि हो आज पिलेन स्विपर आएको छैन स्विपर होइन म लग्छु है मलाई चाहिँ ओभरटेक नगर्नु होइन सबैजना एउटा लाइनमा जाउँ अनि एकान्त कुनामा ठ्याक्क रोक्छ अनि सबैले रिफिल गरौँ न जसलाई बाँकी छ दाइ यो डिमान्डलाई झनै बढेछ यहाँ सबले 5-5 लिटर चाहियो गाइस सबैजना एउटै लाइनमा जाउँ ल एउटै लाइनमा जाउँ मलाई चाहिँ ओभरटेक नगर्नु अब हामीहरू फर्स्टमा रोक्ने भनेको चाहिँ एकान्त कुनामा है एकान्त कुनामा जसले अब फिल रिफिल गर्नुपर्छ तिनीहरूले गरौँ अनि त्यहाँबाट डाइरेक्ट जाने इफ एकान्त कुनामा चाहिँ छ नि पेट्रोल पम्प खोलेन भने चाहिँ त्यहाँबाट 14 मा नि एउटा पेट्रोल पम्प छ त्यहाँ जाऊँ ल है त लेट्स गो ल ए कहाँ ओभरटेक गरेर तिमी पछाडि ल ओके हियर वी गो लेट्स गो पछाडि सबैजना आइरहेको छ कि छैन हेर है अब यहाँबाट हामी डाइरेक्ट मङ्गल बजार हुँदै जावलखेल पुग्छौँ जावलखेलबाट पुगेर त्यहाँबाट एकान्त कुना किनभने यता दाइहरूको फ्युल रिफिल गर्नुपर्छ A few moments later Yes, Dad! Iron Bhai! Iron Bhai!
A few moments later. Slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna मेरो पकेटबाट छ नि सिटी छ हैन सिटी लिएर अनि कसैले छ नि ओभरटेक गर्यो भने सिटी पर्दा like an adjective, I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love. चिट काट्ला है चिट जान्दैन हैन हैन A few minutes later. एप्रिलियाको स्ट्यान्ड यस्तो रहेछ त यता हुनुपर्ने होइन धन्न अगाडिको पाङ्ग्रासँगै हाल्नु यस्तो यस्तो बाइकहरू छ हराउनु के भयो मेरो पो 2.5 लाखको 3 लाखको बाइक अब खासै टेन्सन चाहिँ हुँदैन टेन्सन त होइन बाइक भने बाइक हो स्कुटर भने स्कुटर हो आफ्नो भने आफ्नो हो दाइ वाटरप्रुफ अफिसियल फाइलहरू ल यो नहराए पुग्छ हेर वाटरप्रुफको मतलब छ वाटर त कहाँ छ कसैले होइन एकदम ल म फुल पावरमा उडाइदिन्छु होला उडायो अरे लेट्स से त्यहाँबाट झऱ्यो अरे को तलाउँछ लिनाले जसले हाने त्यसलाई तिराउने नलिने बल कि त यसरी कि त यसरी खेलौँ न यसरी होइन ब्रो ओर्ल न ओर्लेर तान्नु पर्यो ओर्लेर तान्नु फेरि यहाँ समात्ने ठाउँ नै छैन कहाँ पुग्यो रबिनहरू सोबार कट्यो भन्दै थियो अघि ए हो उसो भयो त कुरुम है हतार भएको चक्करमा त सब बिर्सेछ त है बल नै बिर्स्यो स्किपिङ नै बिर्स्यो सबै बिर्सेछ पुसअप गराउने हैन 35 भन्दा माथिको एउटा ग्रुप हैन 35 होइन 40 40 होला चोबार कटे जुल पल्को पिएको रबिन व रितेश हाइकिङ ट्रेल चाहिँ त्यही नै हो सबैले बाइक लक गरौँ हेलमेट चाहिँ लिएर जाउँ ल स्कुटर हुनेहरूले चाहिँ उता लक गरे नि हुन्छ अरूले चाहिँ लिएरै जाउँ बाइकहरूले चाहिँ है ह्यान्डल लक गरौँ सबैले सो गाइज हामीले चाहिँ बाइकहरू सबै यता पार्क गरिरहेको छ यता नि बाइक छ अब हाइकिङ ट्रेल चाहिँ योवाला हो क्या ऊ बिसाएर चाहिँ त्यहीँ छ यहाँबाट चाहिँ सिधा हामी भुन्डोल जान्छौँ अब आउन बाँकी भनेको चाहिँ रबिन र रितेश ब्रो छ अनि लेट्स गो हाइकिङ गर्ने नै हो नि त सर आज हाइकिङ गर्ने हाम्रो हाइकिङ ट्रेल चाहिँ योबाट है हाइकिङ ट्रेल चाहिँ योबाट हो अब त्यस्तै 30 to 45 मिनट्स जति लाग्छ लेट्स गो भुन्डोल चाहिँ कस्तो भन्नाले एउटा होल जङ्गलको बिचमा एउटा ग्राउन्ड छ होइन त्यो एक्चुअली जमानामा टिकटकमा धेरै भाइरल भएको थियो कि अब ललितपुरको सबसे नजिकको एकदम राम्रो ठाउँ है वान अफ द मोस्ट ब्युटिफुल प्लेस हो है त्यो चाहिँ हो मनोरम दृश्यहरू धेरै छन् अब वान डे राइड होस् यसो क्याम्पिङ होस् हाइकिङ होस् त्यसको लागि चाहिँ एकदम राम्रो ठाउँ है भुन्डोल हाइकिङ ट्रेल त दामी रहेछ त ल सही जाने A few moments later. भुन्डोल पुग्यो यहाँबाट मान्छेहरू नि देख्न थालिसक्यो त्यस्तो हाइक चाहिँ कति 30 मिनट्स 45 मिनट्स नै भएन होला 30 मिनट्स मात्र ल हामीहरू पुगिसक्यो अब काम चाहिँ फेरि चर्को लागिरहेछ एकछिन रेस्ट गर्छौँ अनि एकछिन रेस्ट गरेर गेम्सहरू चाहिँ सुरु गर्नु नै पर्छ गरिहाल्नै पर्छ गेम्सहरू त्यस्तो दुईवटा
गराउने हाम्रोतिर जङ्गलमा त कपाल पाक्यो भने चरी त यस्तो मजाले कराउँदैन ल फुन्डोल पुग्यो यहाँबाट मान्छेहरू नि देख्न थालिसक्यो फुन्डोल आफ्टर मेनी इयर्स है त्यस्तै 3-4 इयर्स पछि होला पुग्न लाग्यो यो त तपाईँले त्यो वकी टकीमा कुरा गरेर छ है ट्याङ्गो चाड्यो भनेर केटाहरू पुरा फुटबल खेलिछ हाम्रो नि बल एउटा त खोइ कहाँ अगाडि भने हो लास्ट टाइम फुटबल आउने बेलामा चाहिँ यता यिनीहरू केही छैन यार केही छैन क्या अहिले त ल पुरा पसल ससल सब हाल्छ अरे यो त शान्ति नै किन्नलाई यो बजार के गर्ने यसलाई नचाउनु चाहियो नि त नचाउने नचाउने नचाउनु चाहियो नि यसरी नल ल यसरी तल हाल साइड साइडमा यसो ब्याग हाल्नु न अनि उडेर जाँदैन क्या र केटाहरू पुरै यहाँबाट पुरा बल खेलिरहेछ धेरै बेसन नआनु है फेरि हरा भने त पाउनु पाउँदैन नि 15 minutes later. 3, 2, 1 हेर्नु है रुल्स म भनिहाल्छु रुल्स चाहिँ कस्तो भन्नाले बलुन चाहिँ इनसाइडमा चाहिँ हुनु भएन है आउटसाइडमा चाहिँ हुनु पर्यो अनि जसले जसको फुटाए नै हुन्छ अब जो लास्टमा सर्भाइभ हुनुभयो त्यही नै जित्ने हो कि हात नै हुँदैन अब जोगाउने है आफ्नो बेलुन नै हेर्नु है आफ्नो बेलुन नै हेर्नु टाको मुसो भयो ल सोले उसलाई टाको आफै आउट भएको छ तिनीहरूले ब्यालेन्स खोटाउन पाउँदैन है ल ल को बाँकी ल टिम नि है टिम नि खुट्टा उठाउनु पाउँदैन है खुट्टा उठाउनु पाउँदैन खुट्टा चाहिँ होइन कस्तो इन्ट्रेस्ट छैन भनेर हुन्छ उताबाट हेर्ने उताबाट ठ्याक्क लाइन देखिन्छ
15 minutes later. सो गाइस हाम्रो चाहिँ अब सबै गेम्सहरू सक्यो होस्ट गर्दै पुरा घाँटी नै सुक्यो जस भुन्डलमा आयो रमाइलो भयो के किन आजको लेजेन्ड्सहरू अल्ट्रा लेजेन्ड्सहरू अल्ट्रा प्रो म्याक्स लेजेन्ड्सहरू ल यता चाहिँ केटाहरू पुरा बल हान्दैछ ल रितेश ब्रो All good? All good, bhai. Allah. All good. All the way from Pokhara, eh? All the way from Pokhara. I'm Ritesh bro. Oh, Ravi bro. Yes, bhai. I pulled the bhai. Ainda, Salim bro. Yes. La. Hey, Ladu. La, रमाइलो भइरहेछ फुड छर्नेछौँ अब यहाँबाट फर्केर ओ अब यहाँबाट फर्केर लन्च खान जान्छौँ भेस्पालाई पो के गर्ने यार त्यो पो टेन्सन भयो त मलाई बनाउनु पर्छ किनभने भेस्पा चाहिँ बिच बाटोमा चाहिँ बिग्रेको थियो कि खोइ ब्याट्रीको प्रब्लम हो कि के हो ल पुरा आउँदैछ ट्याङ 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 ल ल भुन्डोल चाहिँ अब धेरै वर्षपछि आयो त्यस्तै 3-4 इयर्स पछि चाहिँ भुन्डोल आइयो सबैजना केटाहरू त्यहीँ छ आज गेम्सहरू नै भयो मजाले बलुन गेम भयो नि सोलर हेड होइन कपवाला नै गेम भयो त्यो पछि रनिङहरू भयो ल केटाहरूको चाहिँ मस्त फुटबल भइरहेछ ल ल ल ल जा 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 जाऊ 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 यता चाहिँ अब लन्चको प्लानिङ भइरहेछ अब तौदामा गएर लन्च गर्ने भनेर ठिकै छ अब यहाँबाट अहिले चाहिँ कति बज्यो भन्नाले 1 बज्न लाग्यो ल हामी विशारद ब्रो फुटसलको एक्टिभ मेम्बर्सहरू ल ओ एलिस ब्रो चाहिँ एक्लै आएर जुन भुन्डोलको यहाँबाट नि एउटा स्टेयर्स रहेछ यहाँबाट नि खोइ कहाँ माथि जानु मिल्छ होला खोइ चम्पादेवी कहाँ भन्दै थियो यहाँ नि फुटबलको अर्को ग्रुप रहेछ ओए 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 अनि यता चाहिँ खोइ क्याम्पिङ गर्नलाई छुट्टै ठाउँ हो कि रेस्टरुम हो कि के होला त्यो चाहिँ अब फ्युचरमा फेरि गर्नुपर्छ केही नभए नि 3-4 मन्थ्स भित्रमा गर्न पाइयो भने चाहिँ रमाइलो हो निन्दा लाग्यो ब्रो आजको वेदर नै राम्रै रहेछ है मन्डेदेखि पानी पर्छ भनेर त्यहाँ फोरकास्टमा चाहिँ देखाइरहेको थियो जस राम्रै भयो आज पानी परेन जस घाम चाहिँ लागिरहेको थियो अहिले चाहिँ अलि शीतल भइरहेछ गुड नाइस आजको प्लान सक्सेस भयो A few minutes later. ल बाई बाई भुन्डोल ल अब चाहिँ हामी जान लाग्यो Bye bye. बाई बाई ल ल बाई बाई भुन्डोल म भुन्डोल बाई बाई भुन्डोल व्यञ्जनकार All the way from Pokhara. भुन्डोल व्यञ्जनकार ओके अब चाहिँ हामी जान लाग्यो अब यहाँबाट चाहिँ तौदहमा लन्च नगर्ने डिसाइड भयो ज्यालो खेलमा खोइ लेते थकाले भनेर भन्नुभएको छ अनि लेतेमा गएर लन्च खाएर अनि ब्याक टु होम अनि कि त ब्याक टु जिम कति बज्यो ठ्याक्कै 1 बजे कि 8 ल 12:59 भयो रहेछ ल अब फर्किने चाहिँ बाटो यही हो यहाँबाट हामी डाइरेक्ट पार्किङमा पुग्छौँ हेलमेट बोक्न अल्छी लगाएर चाहिँ पुरा हेलमेट लगाइरहेको छु त केटा कस्तो भयो आज युट्युबमा आउँछ ल प्रवीण दाइ ल कस्तो भयो रमाइलो भयो ल रविन ब्रो ल फर्किने ट्रेल चाहिँ यही नै हो बिस्तारै फर्किन्छ फर्किनलाई त धेरै टाइम लाग्दैन होला होइन त अमन त्यस्तै लाग्यो होला फोटो सुटहरू नि भयो भिडियो सुट नि भयो 360बाट ड्रोन चाहिँ ल्याएन होइन अब त्यस्तै 15-20 मिनट्समा हामी पार्किङमा पुग्छौँ अनि डाइरेक्ट यहाँबाट राइड गरेर चाहिँ हामी उता ज्यालो खेलमा थकाली खान जान्छौँ डाइरेक्ट त्यहीँ भेटौँ ल अब मोटो ब्लग गऱ्यो नि अलि रसमै हुन्छ यस ट्रेल चाहिँ रमाइलो रहेछ
ट्रेल चाहिँ रमाइलो छ है ट्रेल चाहिँ रमाइलो छ केटाहरू आइरहेछ दाइ हाउज द एक्सपिरियन्स Very good, very good. ल हाम्रो भाइ चाहिँ subscribe yes 15 minutes later. के हो रे ल फेरि once more ल हाम्रो रेफ्री दाइ आजको गाइस हाम्रो चाहिँ पार्किङ यतै छ ल पार्किङ चाहिँ यतै छ यो सब अब जानुपर्छ बिस्तारै हामी फर्किने बाटो चाहिँ यही हो केटा सिसो सो गाइस भर्खर पार्किङमा पुग्यो अब हामी यसो जानुभयो अब यहाँबाट चाहिँ डाइरेक्ट ब्याक टु ज्याउलेखेल लेते थकाली One eternity later. सो गाइस हामीहरू चाहिँ अब फर्केर चाहिँ यता लेते थकालीमा चाहिँ खानासाना सब खाइसक्यो गाइजहरू सबै यतै छ केटाहरू ल गोरेडन त्यहाँ भुँडी देखाएर बसिरहेको ल हाम्रो सामानहरू चाहिँ यतै छ अब खानासाना खाइयो फुल भयो दामी ल 5 प्लेट हानेपछि फुल भयो भाइ अघि त 2 प्लेट हान्ने भयो खासमा यहाँ 5 प्लेट गर्नु फेरि के दोष ल अब खानासाना खायो अब ब्याक टु होम जस आजको दिन नै रमाइलो भयो Few minutes later. फोटो सेसन बाइकमा ल सही म आएको आएन आयो 6.5 hours later. Alright guys, finally home. So thank you for watching. Like, share and subscribe. Peace out.